जेन्जी आन्दोलन भएको आज 1 महिना पूरा भएको छ। 76 जनाको ज्यान गएपछि बनेको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार पनि प्राप्त गरेको छ। तर गृहमन्त्री किन पछि हट्दैछन्? केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध परेका उजुरीको आधारमा पक्राउ गर्न जिम्मा सरकारलाई नै दिने निर्णय गरेको छ। आयोगको बिहिबार बसेको बैठकले फौजदारी मुद्दामा अनुसन्धान र कारबाही गर्ने अतियारी प्रहरी प्रशासन क्षेत्रभित्रै पर्ने भन्दै जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँलाई नै पठाउने निर्णय गरेको हो। प्रहरी प्रशासनले यसअघि ती उजुरीहरू आफ्नो क्षेत्रभित्र नपर्ने र अनुसन्धान समितिको क्षेत्रभित्र पर्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। आयोगका अनुसार मृतक रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडा सहित 4 जनाको जाहेरी प्रहरीमा परेको थियो। तर प्रहरीले आयोगको क्षेत्र भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गर्यो। अहिले आयोगले ती उजुरीहरू प्रहरीलाई नै फिर्ता पठाएपछि सरकारले केपी ओली र रमेश लेखकलाई कारबाही गर्ने बाटो खुलेको हो। फौजदारी कसुरमा अनुसन्धान गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्नु नपर्ने बेहोरा आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारको संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गराउन कानुनले अतियारी प्रदान गरेको छ। दर्शकबिन, अब तत्कालीन सरकारले जेन्जीको माग सम्बोधन गर्ने हो भने जाँचबुझ आयोगको प्रतिवेदन नकोरी ओली र लेखकलाई तत्काल अनुसन्धान गर्न अर्थात् पक्राउ गर्न सक्नेछ, जसका लागि गृह मन्त्रालयले खुट्टा कमाउन हुँदैन। गृह मन्त्रीले अलिकति छाती चौडा पार्नु नै पर्छ। सरकारले अनुसन्धानको दायरामा ल्याउने हिम्मत राख्नुपर्छ। हेक्कार होस्, यो सरकार विद्यार्थीको बलिदानीबाट बनेको सरकार हो, नेपाली जनताको विश्वास र भरोसाको सरकार हो। दर्शकबिन, तपाईलाई कस्तो लाग्छ? अब के सरकारले तत्काल ओली र लेखकमाथि कारबाही अगाडि बढाउला?